जय सीताराम। तपाईहरु हेर्दै हुनुहुन्छ जनकपुरमा रहेको जानकी मन्दिरको दृश्य। आज म तपाईहरुलाई यो जानकी मन्दिरको भित्री सम्पूर्ण भाग र भगवान श्री राम र सीताले बिहे गर्नु भएको विवाह मण्डप पनि देखाउन गइरहेको छु। पहिला सुरुमा जानकी मन्दिर घुमौं अनि त्यसपछि म तपाईहरुलाई मण्डपतिर पनि लिएर जानेछु। आज जानकी मन्दिरको सम्पूर्ण भाग देखाउँछु। हेलो गर्दै हुनुहुन्छ मेरी छोरी र श्रीमतीले। हेलो, तपाईहरुलाई हार्दिक स्वागत छ। जानकी मन्दिर आज हामी घुमिरहेका छौं। आज यदि जनकपुर आइसक्नु भएको छ भनेदेखि तपाईलाई एकचोटि रिभाइज हुन्छ हो जनकपुर यस्तै छ भनेर। यदि जानकी मन्दिर आउनु भएको छैन भनेदेखि तपाईहरुलाई एकदम राम्रोसँगले जानकी मन्दिरमा उपस्थित भएर जानकी मन्दिर घुमे जस्तै गरी चाहिँ म तपाईहरुलाई आज घुमाउने छु। आफै आज जस्तो चाहिँ नहोला, तर देख्न चाहिँ सबै कुरा देखिन्छ। म तपाईलाई सबै कुरा देखाउने छु। यो मन्दिरको बाहिर अहिले भर्खर देख्नु भएको राइट साइडमा चप्पल राख्ने ठाउँ छ। त्यहाँ चप्पल जुत्ता राखेपछि हामी मेन गेटबाट छिर्छौँ। वाउ, हेर्नुस् त कति राम्रो छ यहाँको दृश्य। माता सीताले खेलेको ठाउँ, माता सीता बस्नु भएको ठाउँ यो जनकपुर दरबार हो। तपाईले देख्न सक्नुहुन्छ यो बिचको चाहिँ भगवान सीतारामको मेन मन्दिर हो। यहाँ अगाडि हामीले श्री हनुमानलाई देख्न सकिन्छ, ज्ञान गुणको सागर प्रभुलाई। यो हामी दरबारको भित्री भागमा छ। अहिले म तपाईलाई केही बेरमै अगाडिको भाग पनि देखाउँछु, तर भित्र एकछिन घुमौँ अनि त्यसपछि। हेर्नुस् त कति धेरै मान्छेहरू आउनु भएको छ। यो एउटा दिव्य भूमि हो जहाँ माता सीता हुर्किनु भएको थियो र भगवान श्री रामसँग बिहे गर्नु भएको थियो। हेर्नुस् मानिसहरूको एकदम धेरै चाप छ। यो तपाईले देखिरहनु भएको मेन मन्दिर जुन तपाईलाई देखाइरहेको छु मैले, यो मन्दिरभित्र चाहिँ माता सीता र प्रभु राम विराजमान हुनुहुन्छ। म तपाईलाई यो मन्दिरको वरिपरि देखाउन गइरहेको छु। यहाँ केही व्यक्तिहरूले खाना खानेको व्यवस्था पनि रहेको छ। हेर्नुस् यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सांस्कृतिक संग्रहालय हो यो, जहाँ जानलाई एकदम सस्तो टिकट छ। त्यहाँ भित्र गइसकेपछि चाहिँ भगवानको पालामा चाहिँ कस्तो कस्तो वस्तुहरू प्रयोग भएको थियो भनेर सम्पूर्ण हेर्न पाइनेछ। म पहिले गइसकेको भएर आज चाहिँ म अलिक यो भित्र गइनँ, किनकि भिडियो पनि अलिक धेरै लामो हुनेछ। हजुरहरूले कमेन्ट गर्नुभयो भित्र देखाउनुहोस् भन्नुभयो भनेदेखि म फेरि आएर तपाईहरुलाई यो भित्रको दृश्य पनि देखाउने छु। अब हामी अलिकति यता जाउँ मन्दिरको पछाडितिर। यहाँ हेर्नुस् यता नि पूजा गर्ने ठाउँ छ। मन्दिरको जुन मेन मन्दिरको पछाडि हो यो। हेर्नुस् त मेन मन्दिरको साइडमा कति धेरै पूजा भइरहेको छ। विभिन्न व्यक्तिहरूले विभिन्न पूजा पाठहरू भइरहेको छ। यहाँनिर
विशेष गरी नयाँ जोडी आएर चाहिँ पूजा गर्ने परम्परा सुन्नमा आएको छ, तर अन्य पूजाहरू पनि भइरहेको छ। हेर्न सक्नुहुन्छ तपाईहरूले। हेर्नुहोस् पूजाको लागि मान्छेको घुइँचो। सधैँ चाहिँ यस्तो हुँदैन यहाँनिर पूजा। आज विशेष केही छ मलाई नि एक्ज्याक्ट थाहा भएन, त्यही भएर आज चाहिँ यहाँ पूजा भइरहेको छ। मानिसहरू आएर चाहिँ पूजापाठ गर्ने गरिरहनु भएको छ। लाग्छ नयाँ जोडी हुनुहुन्छ उहाँहरू। यो चाहिँ हाम्रो मेन मन्दिरको गेट हो। यो मेन गेट हो मेन मन्दिरको। यहाँभित्र चाहिँ फोटो खिच्न भिडियो बनाउन सख्त मनाइ छ, त्यही भएर त्यो भित्र चाहिँ हामी जान सकेनौँ। जय श्री राम। पवन पुत्र हनुमान विराजमान हुनुहुन्छ यहाँनिर। यो तपाईँले देखिरहनु भएको दृश्य चाहिँ मन्दिरको अगाडिको भाग हो। हेर्नुहोस् त, लाग्दैछ कि हामी पेपर हेरिरहेको छौँ, फोटो हेरिरहेको छौँ, तर होइन है साथीहरू। म प्रत्यक्ष उपस्थित भएर भिडियो बनाइरहेको छु। हेर्नुहोस् त कति आलिशान महल छ। अगाडिपट्टि यति मैदान पनि रहेको छ, खाली ठाउँ। यहाँ मन्दिर हेर्दाखेरि छुट्टै महसुस भइरहेको छ। हेर्नुहोस् त कति राम्रो छ। यो जानकी दरबार हेर्नुहोस् त, साह्रै नै राम्रो छ। एकछिन हेरिरहन मन लाग्छ। लु हेर्नुहोस् त, देखाउँछु तपाईँले बिस्तारै। हेर्नुहोस् त यो ठाउँ जुन अहिले खाली देख्नु, हजुर यो ठाउँ जुन तपाईँले खाली देखिरहनु भएको छ, विवाह पञ्चमीमा चाहिँ यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन। त्यति धेरै मान्छे आउनुहुन्छ यहाँ कि कुरै नगर्नुहोस्। भक्तजनहरूको एकदम धेरै भिड लाग्ने गर्छ यहाँनिर विवाह पञ्चमीमा। म अगाडिको भागबाट चाहिँ भित्र प्रवेश गरिरहेको छु। जुन दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ साइडमा मिठाईहरू पनि बेच्न राखिएको छ यहाँनिर। यो जुन अगाडि देखिरहनु भएको छ त्यही अघि हामीले हेरिसकेको मेन मन्दिर हुनुहुन्छ। अब म तपाईहरूलाई भगवान सीतारामले बिहा गर्नुभएको विवाह मण्डपतिर लिएर गइरहेको छु। यहाँ पनि टिकट लिनुपर्ने हुन्छ। मैले टिकट लिइसकेँ। एकदम सस्तो छ टिकट चाहिँ। जुन यो ठाउँबाट सिधै हेर्नुहोस् त अगाडि यति स्पेस रहेको छ। त्यो जुन अगाडि देखिरहनु भएको छ राम्रो मन्दिर, त्यो मण्डप हो जहाँ चाहिँ भगवान सीतारामले बिहा गर्नुभएको थियो।
साह्रै राम्रो ठाउँ छ। हेर्नुहोस् त। म तपाईँहरूलाई पहिला यो मण्डपको वरिपरि देखाउँछु, त्यसपछि मण्डपभित्र लगेर देखाउनेछु। यो जुन मण्डपको 4 दिशामा मन्दिर देख्नु भएको छ, यहाँनिर प्रत्येक भगवानको जोडीहरू बस्नु भएको छ। लक्ष्मणको जोडी हुनुहुन्छ, कहीँ अन्य भगवानको 4 सुरमा चाहिँ 4वटा भगवानको जोडीहरूको मूर्ति देख्न सकिन्छ। फेरि पनि म तपाईहरुलाई यो बिहा मण्डपमा हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरु सम्पूर्णलाई धेरै धेरै स्वागत छ। म सँगसँगै जानकी मन्दिर र बिहा मण्डप हेरिरहनु भएको छ। यो मण्डपको पछाडिको भाग हो। तपाईहरुले पछाडिको भाग हेर्दै हुनुहुन्छ। मण्डप भन्दा पछाडि एउटा हेर्न सक्नुहुन्छ फूलको बगैँचा रहेको छ। म यो घुम्ने क्रममा यो अगाडिको भाग त होइन, म तपाईलाई पश्चिमबाट देखाइरहेको छु। मैले त भगवानलाई भित्र देखेपछि म कन्ट्रोल गर्नै सकिनँ। अगाडिको भागबाट म तपाईलाई देखाउँछु भन्दै थिएँ, पश्चिमबाटै देखाइरहेको छु। पश्चिमबाट फेरि अगाडिको भागबाट नि हेरौँ ल। हेर्नुहोस् त, त्यहाँ मण्डपमा भगवानहरू विराजमान हुनुहुन्छ। को उपस्थित हुनुहुन्छ एक्ज्याक्ट मलाई थाहा भएन, तर बिचको चाहिँ माता सीता र राम बस्नु भएको रहेछ। हरेक खम्बामा भगवानहरू विराजमान हुनुहुन्छ। यो अब देखेको दृश्य चाहिँ मैले अगाडिको गेटबाट लिइरहेको छु। अगाडि देख्न सक्नुहुन्छ माता सीता र रामलाई, उहाँहरू बिचमा विराजमान हुनुहुन्छ। साइडमा अन्य देवी देवताहरू हुनुहुन्छ। मैले चिन्न सकिनँ उहाँहरूलाई, तर माता सीता र रामलाई मात्र चिने। हेर्नुहोस् त कति राम्रोसँगले बनाउनु भएको छ। म अचम्ममा परेँ। एकछिन त हेरेको हेरै भइरहेछु म तपाईँलाई अलिकति जुम गरेर देखाउन चाहन्छु। हेर्नुहोस् त, आहा,
लाग्दैछ माता सीताराम यहीँ हुनुहुन्छ। हेर्नुहोस् यहाँबाट अगाडि जनकपुर दरबार देख्न सकिन्छ। यहीँबाट नजिकै ओल्लो बिल्डिङ र पल्लो बिल्डिङ जस्तै हो यो अगाडिको भाग। लु हेर्नुहोस्। बाई बाई। आजको हाम्रो कार्यक्रम चाहिँ सकिएको छ। ल हजुरहरूले जानकी मन्दिर पनि घुम्नुभयो अनि त्यसपछि विवाह मण्डप पनि हेर्नुभयो। तपाईँहरू सबैलाई हार्दिक स्वागत छ।